नमस्ते सबैजनालाई। धेरै भयो मैले भिडियो नबनाएको। आज धेरै पछि फ्री भएपछि भिडियो बनाउन जाँदैछु। अब रिसेन्टली हामीले क्यानाडाको कुराहरू गर्दाखेरि चाहिँ हामीले अझै इलेक्सनको माहौल छ हैन। अब त्यही इलेक्सन रिलेटेडै कुरा गरौँ। अब इलेक्सन भयो, तपाईहरुलाई सबैलाई थाहा होला हैन। अनि लिबरल पार्टीले जित्यो। अब माइनोरिटी गभर्नमेन्ट बनाउँछ जस्तो छ लिबरल पार्टीले हैन। यो भएपछि चाहिँ हामी इमिग्रेन्ट्सहरुलाई चाहिँ के कस्तो असर पर्छ त? अनि उनीहरुको प्लानमा चाहिँ के छ त? अब हुन्छ नि, भन्छ नि जुन घोषणापत्र, चुनावी घोषणापत्रमा चाहिँ उनीहरुले के भनेका थिए त इमिग्रेन्ट्सलाई लिएर, सो दैट दे वोन द इलेक्सन हैन। अब त्यो कुरालाई चाहिँ म ब्रिफली यहाँनेरि एक्सप्लेन गर्न जाँदैछु। सो मेक श्योर यु वाच द भिडियो अन्टिल द भेरी एन्ड है। सो यो चाहिँ मैले liberal.ca बाट एक्सट्र्याक्ट गरेको इन्फर्मेसन हो हैन। यहाँनेरि चाहिँ क्लियरली लेखेको छ अब मार्क कार्नेले जितिसकेपछि चाहिँ अब यो सरकारले चाहिँ के गर्नेवाला छ है त। सबभन्दा पहिला सुरु चाहिँ यो जुन इमिग्रेसन छ नि, यसलाई चाहिँ घटाउने भनेको छ हैन। जुन भनेको चाहिँ टेम्पोररी फरेन वर्कर्सलाई चाहिँ अहिले चाहिँ 7.3% बाट चाहिँ 5% मा लिएर आउने भनेको छ हैन। त्यसमा अब सबै इन्टरनेशनल स्टुडेन्ट्सहरु नि पर्यो हैन। टेम्पोररी रेजिडेन्ट्सहरुको नम्बर घटाउने भनेको छ। त्यसैगरी अनि पर्मानेन्ट रेजिडेन्ट एडमिसन्सलाई चाहिँ स्टेबलाइज गर्ने भन्नुको मतलब चाहिँ 1% बनाउने 2027 मा सम्ममा टोटल पपुलेसनको। अनि त्यसपछि हैन बाहिरको बेस्ट ट्यालेन्टहरुलाई एट्र्याक्ट गर्नु, त प्रोभिन्सेस र टेरिटोरिजहरुसँग सँगै काम गरेर के रे इमिग्रेसनमा गर्ने अगाडि बढ्ने भनेको छ हैन। अनि त्यसपछि यो जुन एप्लिकेशन्स प्रोसेस हुन्छ नि, त्यसमा चाहिँ नयाँ टुल्सहरु लिएर आउने, एआई लिएर आउने हैन, जसले चाहिँ एप्लिकेशन्सहरु चाहिँ फास्ट प्रोसेस हुन्छ। अनि त्यसैगरी असाइलम सिकर्स र रिफ्युजीहरुको लागि चाहिँ लिगल एड दिने, अनि त्यसपछि तिनीहरुको डिसिजन चाहिँ छिटो दिने, सो दैट यदि कोही चाहिँ जेन्युइन होइन भने दे डोन्ट गेट एक्सेप्टेड है त। त्यसैगरी अनि क्युबेकसँग मिलेर चाहिँ के रे इमिग्रेसनमा सँगसँगै काम गर्ने भनेको छ। अनि त्यसपछि 12% चाहिँ हैन के रे फ्रेन्च स्पिकिङ पपुलेसन चाहिँ बनाउने भनेको छ आउटसाइड क्युबेक है त।